सर्वप्रथम तपाईको केवाइसी भेरिफाई गर्नुपर्छ। केवाइसी फर्म एउटा भर्नुपर्छ अनलाइनबाट र कसरी भर्ने त्यो प्रोसेसिङ आज हेराउन गइरहेछु। तपाईँ हेर्दै गर्नुहोस्। केवाइसी हेर्दै हुनुहुन्छ, मैले स्क्रिनमा राखिसकेको छु। त्यसपछि यति दिएर लगइन गर्ने। लगइन गरेपछि त्यसपछि रजिस्टर गर्ने। अब रजिस्टरमा के नाम हो त्यो दिने। जस्तै अब यहाँ कुन हो इन्डिभिजुअल लेख्ने। त्यसपछि यहाँ नाम लेख्ने आफ्नो र यसमा मिड नाम लेख्ने, लास्ट नाम र युजर नेम के बनाउनु र कुन जिमेलबाट खोल्दै हुनुहुन्छ त्यो जिमेल लेख्ने र यहाँ के दिने, नम्बर दिने। त्यसपछि यहाँ मैले अब दिइरहेछु, तपाईँ हेर्नुहोस्। त्यसपछि रजिस्टर गर्ने। मैले रजिस्टर गरिसकेको छु। अब यहाँ आइसक्नु भएछ। अब यसको पासपोर्ट पनि आइसक्नु भयो। मेल खोल्दाखेरि हेर्नु आइसक्नु भयो। अब मैले मेल खोलिरहेको छु। यहाँ पनि युजर र पासपोर्ट आएछ। यसलाई पासपोर्टलाई कपी गर्ने। पहिला मैले कपी गरिसकेको छु र त्यसपछि मैले दिइसकेको छु। अब मैले लगइन गरिरहेको छु। लगइन भइसकेको छ। यहाँ अब पुरानो पासपोर्ट बनिरहेको छ। पुरानो पासपोर्ट मैले कपी फेरि हालिसकेँ। अब न्यू पासपोर्ट राखिरहेको छु। अब मैले राखिसकेको छु। हेर्दै हुनुहुन्छ। अब यहाँ के दिँदा हुन्छ, यहाँ अब आफ्नो फोटो चुज गर्ने। कति एमबीको, 50 केबीको यहाँ फोटो राख्नुपर्छ आफ्नो र यहाँ आफ्नो नाम जे छ त्यो राख्नुपर्छ। देवनागरी अक्षरमा, नेपाली अक्षरमा राख्नुपर्छ। यहाँ डेट अफ बर्थ राख्नुपर्छ। एउटामा राख्दा पनि हुन्छ। स्टार जे लागेको छ। अब मेल हुनुहुन्छ भने मेल दिने। यहाँ अब तपाईँ नेसनल हुनुहुन्छ भने नेसनल दिने। अब तपाईँ नेपालकै नागरिक हुनुहुन्छ भने नेपालको नागरिक दिनु। यहाँ पेन नम्बर, अब पेन नम्बर छैन भने त्यो दिनु, छैन भने नदिनु। अब यसमा म्यारेज अनम्यारेज छ भने त्यो दिनु हैन। बिहे भएछ कि छैन त्यो दिनु। अब के नदिँदाखेरि नेक्स्ट गर्ने। अब हेर्दिन्छ यति दिएपछि अब नेक्स्ट यहाँ यहाँ हेर्दै हुन्छ यो यहाँ नेक्स्ट गर्ने। त्यसपछि यहाँ अब आफ्नो डकुमेन्ट, अब डकुमेन्टलाई कहाँ गर्ने, यहाँ हेर्दै हुन्छ एड, यता लेफ्ट साइड राइट साइडमा छ यहाँ डकुमेन्ट गर्न। अब के तपाईको नागरिकता छ भने नागरिकता दिने। अब नागरिकताको सिटिजनशिप नम्बर दिने। यहाँ इस्यु नम्बर दिने। अब डेट कति जारी मिति भन्छ एउटामा दिँदा हुन्छ र कुन डिस्ट्रिक्टबाट त्यो दिने। यहाँ फ्रन्ट साइजको दिने र कति 100 केबीको मात्र दिने यहाँ र ब्याकको पनि दिने। दुवै दिएपछि एड गर्ने। एड गरेर त्यसपछि अब यति दिएपछि एड गर्ने। त्यसपछि यहाँ हेर्दै हुन्छ। यहाँ फेरि नेक्स्ट गर्ने। नेक्स्ट मैले अब नेक्स्ट हेराउन गइरहेछु। अब तपाईको लोकेसन, तपाईको एड्रेस के छ, करेन्ट एड्रेस के छ हैन। नेपाल छ भने नेपाल दिने हैन। यहाँ अब जे छ भने त्यो दिने। जस्तै मैले नेपाल हो नेपाल दिने। अब यहाँ के छ, अब कुन स्टेट छ, जस्तै मधेस छ भने मधेस दिने। कति नम्बर वार्ड छ हैन, कुन नगरपालिका छ त्यो दिने। त्यसपछि टोल दिने। टोलमा के दिने, गाउँको नाम दिने। अब टेलिफोन नम्बर, अब जिमेल त भइसकेको छ। यहाँ अब त्यहीँ बसेर त्यहीँ खोज्ने हुनुहुन्छ भने यस दिने। यस दिएपछि सेम आउँछ। त्यसपछि यहाँ नेक्स्ट हेर्नुहुन्छ। सेभ गरेर नेक्स्ट गर्ने हरेक चोटि। सेभ गरेर त्यसपछि फादरको नाम, मदरको नाम यो सबै डिटेल भर्ने। देवनागरी अक्षरमा पनि भनिरहेछ, नेपालीमा लेख्ने हैन। त्यसपछि सेभ गरेर सेभ यसरी गर्ने। त्यसपछि फेरि यहाँ नेक्स्ट गर्ने। यहाँ नेक्स्ट गरेर चाहिँ तपाईँ आफ्नो हैन ब्याङ्कको डिटेल दिने। यहाँ ब्याङ्कको अब कुन ब्याङ्क हो हैन, सेभिङ एकाउन्ट सेभिङ दिने। जस्तै नोबल ब्याङ्क हो भने नोबल ब्याङ्कको दिने, नोबल ब्याङ्क। अब कुन ब्रान्च हो, यहाँ ब्रान्चको नाम जस्तै काठमाडौँ हैन, काठमाडौँ दिने। त्यसपछि डाटा दिने। त्यसपछि यहाँ के हेर्ने, यति दिएपछि यहाँ एड हेर्दै हुन्छ। त्यसपछि एड गर्ने। एड गरेर सेभ गरेर नेक्स्ट गर्ने। नेक्स्ट गरेपछि अब के हुन्छ हैन, यहाँ अब जुनमा स्टार छ त्यो दिन। अब बिजनेस छ भने बिजनेस, न फार्मर हुनुहुन्छ भने फार्मर, खास गरेर फार्मर दिने। न त तपाईँ स्टुडेन्ट हुनुहुन्छ अदरमा जाने। तपाईँ कुन अकुपेसन हुनुहुन्छ त्यो दिने। अब सबै यो डिटेल फिलअप गरेपछि यति फिलअप गरेपछि जुनमा स्टार छ यहाँ हेर्दै हुन्छ। स्टार छ भने त्यो दिने। न त नदिँदा पनि यहाँ हेर्दै हुन्छ स्टार। यहाँ कति लाख, यहाँ 2 लाख हेर्दै हुन्छ। 2 लाखको दिने र करेन्ट दिने। त्यसपछि
यहाँ आफ्नो रिलेसन दिने हैन, यहाँ हेर्दै हुन्छ छ भने त्यो दिने, सबै डाटा फिलअप गर्ने। त्यसपछि यो स्टार दिए छैन भने त्यो नदिँदा पनि हुन्छ। अब कम्पनी नेम हुन्छ, कम्पनी नाम अब कुन संस्थाबाट, त्यसपछि सेभ गर्ने हैन, सेभ गरेर फेरि नेक्स्ट गर्ने। त्यसपछि है यहाँ अब केही मैले अहिले गरिरहेको छैन। त्यसपछि यहाँ अब कुन अर्जेन्ट हो, विशेष गरेर 1608 लेख्ने, के लेख्ने 1600, यो अर्जेन्ट नवल ब्याङ्कको होइन। त्यसपछि यहाँ अब के चाहँदै हुन्छ, अब बिटी चाहनु यस होइन, मेरो सेयर पनि चाहँदै हुन्छ, अब मेरो सेयर पनि चाहिन्छ आइडी होइन, यस दिने। त्यसपछि सेभिङ गर्ने, यहाँ गेट अफ त्यो गरेर यहाँ होइन क्लिक गरेर टच गरेर क्लिक गर्ने। त्यसपछि यहाँ सेभ गरेर नेक्स्ट गर्ने। नेक्स्ट गरेपछि अब केही नदिने, न सबै दिने होइन। अब तपाईँ सिम्पल खालको मिड खालको हुनुहुन्छ, जे पुछेछ विशेष गरेर नदिँदाखेरि हुन्छ है, नदिने। त्यसपछि सेभिङ गर्ने, त्यसपछि नेक्स्ट गर्ने। त्यसपछि नेक्स्ट अब डाटा के फिलअप भएछ होइन। अब फिलअप भए छैन भने यहाँ हेर्दै हुन्छ के फिलअप भए छैन, यहाँ लेखाएर आएछ होइन। मैले अहिले इक्जाम्पलको लागि मात्रै राखेको छु होइन, यहाँ मैले युट्युबको लागि मात्रै राखेको छु होइन। विशेष गरेर यति भएपछि तपाईँको भेरिफाई हुन्छ। भेरिफाई पछि यहाँ अब यहाँ दिने, अब कुन व्यक्ति टिक गर्ने, त्यसपछि यहाँ आफ्नो नाम दिने, जस्तै नाम लेख्ने। त्यसपछि सबमिट गरेर अब प्रिन्ट चाहनुहुन्छ यहाँबाट प्रिन्ट गर्न मिल्छ है। यति कुरा गरेर एकचोटि ब्याङ्कलाई इन्फर्मेसन गर्ने, कुन नम्बरमा इन्फर्मेसन गर्ने त्यो पनि मैले दिइसकेको छु होइन। स्क्रिनमा तपाईँ हेर्दै गर्नुहोस्। यति कुरा हेरेर साथ दिनुभयो त्यसको लागि धन्यवाद।